गरिसक्यौँ हामी चाहिँ यो साथीकोमा रोपे गर्न जानेछौँ बहिनी आइछिन् रोप्ने होइन हिलोमा खेल्न चाहिँ आएको यस्ता लुगा पनि बोकेर आएछौँ के हट मैला र हट धान एउटा हातमा धान एउटा हातमा हिलो अनि त्यही गर्न आएको हामी आज काम छैन हाम्रो कति टाइमपछि आँखा रोप्न त्यही नै यस्तो असार 15 महिनामा अनि के होइन दही चिउरा छुट्टीमा घर बस्नु रमाइलो गर्नुपर्छ मजा गर्नुपर्छ एक दिन मात्रै छुट्टी थियो घर चाहिँ मेरो टाढा पऱ्यो याद राख भन्नु अनि अब यस्तो मौका पाइन छुट्टी मौसम पनि साथ दिएको ठ्याक्क हामी पनि त्यही काम हिँड्नु झोला पनि होइन अनि कम्मर कस्ने चल्दिने हामी हामीले साथीको घर आएर चाहिँ लुगा चेन्ज गरिसक्यौँ अब चाहिँ हामी हिलोमा राख्छौँ गाइस मेरो च्यानल सब्सक्राइब गरिदिनु ल देखाउनु न कि तपाईँलाई सब्सक्राइब गरिदिनु ल यता हेर्नु तपाईँले सब्सक्राइब गरिदिनु ल यहाँले त गरिदिइसक्नुभयो आज 2टा सब्सक्राइब गर्छु नि त यिनी हाँसेर त कति छन् त्यो हाँसको पखेटामा रातो के बाँधेको र धागो उको हाँसको पखेटामा ऊ हेर न एकदम पोजिसनमा हिँड्यौँ हामी गएर हिलो हेर्छौँ न म चाहिँ प्लास्टिक ल्याउँ मोबाइलमा हिलो बस्छ भनेर यस्तो पुरै तयारीका साथ आफै अब डढ्ने भयो यो घाममा त्यही त कालो झन् कालो भयो अब सनस्क्रिन लाउन पर्छ पाती मान्छेलाई कालो पर्छ अनि यहाँ बुटल चाहिँ पानी आएर शीतल थियो यहाँ चाहिँ गर्मी रहेछ उम्कन अहिले बस्नु तल हामी रोपे गर्न आएको गाइस हेर्नु न साथीले हामीलाई बिउ गर्न लगाइदिनु भयो साथी धान रोप्न बोलाएर हामीलाई बिउ गर्न पठाउने ओए कसम गाइस I'm so boring. यहाँ के बोल्नु मन छ हुन्छ मेरो हालत हामी चाहिँ अहिले बिउ गऱ्यौँ हामी चाहिँ उता धेरै गर्मी छ भनेर हामीले चाहिँ बिउ गोडामा एकैछिन भनेर बिउ गर्न लगाइदिनु भए के बोल्नुहुन्छ हामी नबुझ्नुलाई हान्न अलिअलि भन्न त के गर्न नबुझेपछि यत्रो छ उता अरे रोप्न जान्छ हामी चाहिँ धेरै गाउँमा भएर चाहिँ यता छाता पनि ओढेछौँ छाता ओढ्दै बिउ गर्दै गऱ्यौँ शीतल भएको छ गाइस अब हामी चाहिँ फेरि घर जानुलाई अल्छी लाग्यो यति गऱ्यौँ हामी कुसुम र म चाहिँ लास्टै अल्छी छौँ कि हेर्नु अर्काको उसमा आएर नि कति अल्छी गर्ने यहाँ बहिनीले चाहिँ हामीलाई घर हिँड्नु भनेर फेरि नास्ता खुवाउनुहुन्छ र यहाँ खाने हामी कति आगो खाएको 1 घन्टा नि भएन अनि फेरि खाना खाएको 1 घन्टा भएन फेरि नास्ता यस्तै हो क्या साथीकोमा आयो भने सजिलो हुन्छ यसको घर गयो भने झन् सुती हो बिस्तारामा ठुलो मुठो भएन र ठुल्ले बनाउनु भने त यो ठुल्ले बनाइदियो भयो तेरो हामीले कति धेरै मुठा बनाएको चलो हामी त यति मात्र बनाऊँ कि मिठाई यति बनाऊँ यहाँ चाहिँ यस्तो छ छाता ओडी अब चाहिँ हामी जान्छौँ लगाइस अहिले जान्छ एकछिनमा खेतमा फेरि रुममा आइसक्यो भने चाहिँ हातमुख धोएर आन्टी हुनुहुन्छ नास्ता खाइसक्यौँ अब जान्छौँ ल गाइस
तपाईँ मोबाइल छ खै सब्सक्राइब गर्दैन आइदियो अन्सुन भा तपाईँले बिर्सिनुहुन्छ लिएर आउनु म सब्सक्राइब गर्छु आफै अनि मोबाइल पाएको बेला त गर्नुपर्छ के हेर्नुहुँदैछ म जस्तै छोपिदेऊ ल ताराको बाटो गर्दिनु ल अहिले भरे मैले गएर हेर्छु नि 89 छ 91 हुन्छ है हाम्रो भिडियो आइसकेको छ मैले मस्त टिसर्टहरू पनि हुन्छ हेर्छु या तारा गाई जब हामी धान रोप्न पढाइदिँदा कोटिङ हल्का सेफ्टी गरेर यसो पनि हाम्रो पनि साथीहरू अनि हाम्रो चाहिँ बहिनी होइन दिदी हो हाइट बढेर हो एज बढेर होइन हामी लाडली भयो हामी चाहिँ खेत जाँदैछौँ ल कुसुम रोट ल्याउने बाख्रा चाहिँ अघि हिँडेछ हामी चाहिँ पछि औ त्यहाँ रहेछ खेत चाहिँ कति पर आए राम्रो छ हामी चाहिँ फाइनली के अरे आफ्नो गन्तव्यमा आइसक्यौँ दौरो धुलाइ हुनेवाला मेर्सी हेर्छु यति सानो भाइले यति मिहिनेत गर्छन् साथीहरू हजुर जस्तो ढाकारीलाई छन् कि डेढ त हामी त भिडियो बनाउनेको सुरुमा आएको अरू केही त्यही हो यार भिडियो बनाउने अनि त्यस्तै रोपे जस्तो गर्ने हाम्रो जिन्दगी त्यही घर हात गरिदिन्थ्यो त्यहाँदेखि आएपछि साथीहरूको राम्रै देखिन छप्नु ल क्यामेरा मजा नि होइन अहिले जानु लाग्यो ल भयो किन केटीहरू त्यो कट्टु लाएर हिरोनी ल असारको के अरे असारको 15 न असार 15 ल भयो हाम्रो कुसुमले रोप्दैछन् ओए यहाँ त उल्टी रोप्नुहुन्छ है त्यस्तै नै रोप्छन् ओए हामीले यसरी रोपेछौँ यहाँले चाहिँ यसरी रोप्नु भयो उल्टे फाइनल्ली अब हामीले पनि ओए गाइज कस्तो भइरह रोपाई त्यस्तै रोप्दियो हेर्न गाइजहरू हामीले चाहिँ यो पुरै खेत भ्यायो अनि यो वाला खेत अनि यहाँ माथि त्यो त्यहाँको खेत पनि भेको है साथीहरू राइट नाउ कन्डिसन गम्भीर भइरहेको छ अनि यता चाहिँ म छु यो प्लास्टिक चाहिँ मुहार राख्नेवाला है साथीहरू मेरो चाहिँ भ्यायो यताको मिलेको थियो अनि यिनीहरू चाहिएको यताको मिलेको थियो अनि यिनीहरूले नभएर रोपिरह्यो गाह्रो हो साथीहरू यो तामनगर के अरे रामपुर है के अरे यस्तो मानपोखरी ए तामनगर मानपोखरीको गर्मीले मर्न लाग्यो हट अट्याक आउन लागिसक्यो
सनस्क्रिन लाएर नि काम लागेन कि साथीहरू त्यतिसम्म बिजोग भइरहेको हाम्रो अवस्था हेर्छु त अल्छी हेर घर गरेर चाहिँ खान सकिन्न यस्तो गाउँमा धान रोप्ने भए पहिले भने रिक्चेट हालेर बस्ने होइन पहिले भन के छ सम्पत्ति यताउति भन अनि बल्ल भ्या गर्ने तर धान रोप्ने सँगै बिहान गर्ने यस्तो घाममा तराईको घाममा बरु पहाडको घाम त बरु एडजस्ट गरिन्छ होला तर नेभर तराईको त नो भावना त्यो त के अरे पहाडमा नि झ्याउ हुन्छ नि त उकालो ओह्रालो यता त्यही भएर म त सोच्न पनि सक्दिनँ त्यही भएर बरु एक छाक खाने काम गर्न नपर्ने हो कि नै साथी के लाग्छ आफूले पुग्ने हिसाबले किन हेर्न यो हेर रातै भएर साथीहरू हैरान अनि यसको चाहिँ खुट्टाको नेल निस्क्यो अनि त्यही भएर ल हेर्नै साथीहरू हाम्रो खुट्टा पहिला कस्तो थियो अहिले कस्तो अझै रोप्न है उताको त्यो खालीवाला रोप्न चाहिँ साथीहरू रोपाइ मिल्यो कि न भनिदिनु है सबैजनाले हाम्रो रोपाइ चाहिँ बिचबाट रोपेको त्यही भएर ल खै देखा त हेरौँ साथीहरू यसको चाहिँ नङ्गी निस्केर ओ जेलमा त निस्केको नङ निस्केको यसको चाहिँ नङ्गी निस्क्यो साथीहरू त्यही भएर ल यहाँ चाहिँ रोपाइ चलिरहेको साथीहरू ए यहाँ त कति धेरै रोप्दै होइसिन्छ थारूहरूले चाहिँ यसरी रोप्छ साथीहरू उल्टो पारेर हाम्रो अंशु बर्माले चाहिँ धान रोपेर ठुलै उपति पाउलिन् जस्तो हो असार 15 मनाएको साथी 15 को 15 भयो बरु पछाडिबाट भन्दा अगाडि राम्रो आउँछ होला भेट्यो भने ओइ 5 बजे सब जाने हामी चाहिँ घर जान लागेको ट्याक्क हामी चाहिँ विद्यालय सक्यौँ गाइज यता चाहिँ बहिनी आउँदै हुनुहुन्छ उता पारि हो हामी चाहिँ जान लागेको ल यतै घर जाने ओ यता आइज सिधै चल न हिलो नभएको बाटो हिलो हेलो साथीहरू हिजो चाहिँ हामी यहाँ चाहिँ रुममा आउँदा ढिला नै भएको थियो अनि त्यस कारण चाहिँ हामीलाई एकदम थकै पनि लागेको थियो अनि हामी चाहिँ आएर यताउति गर्दा सुत्यो थकै पनि लागेको थियो अनि सुत्यो अनि हजुरलाई चाहिँ कस्तो लाग्यो हाम्रो भिडियो लास्टसम्म हेर्नुभएको सबैजनालाई चाहिँ थ्याङ्क यू अनि नयाँ साथीहरूले चाहिँ वेलकम भन्न चाहेँ अनि आजलाई चाहिँ यति नै हिजो चाहिँ हामीले इन्डिङ गर्न चाहिँ बिर्स्यौँ पनि अनि त्यसै थकै पनि लागेको थियो अनि हामी सुत्यौँ त्यस कारण चाहिँ आज क्लास जाने बेला चाहिँ हामीले इन्डिङ गरौँ न अनि हजुरलाई हाम्रो भिडियो कस्तो लाग्यो अनि हामीलाई चाहिँ हिजो रमाइलो पनि लागेको थियो अनि फेरि धेरै लङ टाइम पछि होला अब त्यस्तो रोपाइ पनि गर्न गएको अनि लास्टै थकै पनि लागेको थियो त्यसैले चाहिँ अनि हजुरहरूले चाहिँ कतिको रमाइलो भयो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजलाई चाहिँ यति बाई।